जुम्लालाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने जुन अभिप्राय छ यसलाई सहयोग गर्नको लागि तपाईहरु आफ्नो आस्थाभन्दा माथि उठेर हामीलाई मतदान गरिदिनु पर्यो भनेर हामीले निवेदन गरेका थियौं। र जति बेला हामीले मतपेटिका खोल्यौं त्यति बेला हामी हर्षले विभोर भयौं कि तपाईहरुले पार्टी नभनेर आफ्नो आस्थालाई बन्धक राखेर आफ्नो छतको टुप्पोमा राखेको झण्डालाई समेत बन्धक राखेर तपाईहरुले हामीलाई भोट दिनुभयो र हामीले 11-12 हजार मत अन्तरले हामीले विजय प्राप्त गर्यौं। तपाईहरुले पहिलो कुरा त के भने जुम्लाको आवाजलाई संसद भवनमा दृढताका साथ राखोस् भनेर तपाईहरुले माननीय ज्ञानेन्द्र साईले चुनावमा जिताउनु भएको थियो र अहिले मैले धेरै कुरा भनिरहनु पर्दैन। तपाईहरुले टिभी हेर्नुहुन्छ, मोबाइलमा भिडियो हेर्नुहुन्छ, अरूको कुरा सुन्नुहुन्छ, फेसबुक चलाउनुहुन्छ। आज जुम्लालाई राष्ट्रिय राजनीतिमा मात्रै होइन अमेरिकामा बस्ने नेपालीहरूले समेत जुम्ला भनेपछि आज हामीले गौरव गर्ने वातावरण सिर्जना भएको छ। तपाई हामी नेपालगञ्ज जाँदा, काठमाडौँ जाँदा, ढाबादेखि पश्चिमतिर महेन्द्रनगर जाँदाखेरि जुम्लीहरूले मैला कपडा लगाउँछन्, यिनीहरू चाहिँ फोहोरी हुन्छ भनेर जुम्लीलाई हेर्ने दृष्टिकोण फरक थियो। तर आज तपाईँ पूर्व मेचीमा जानुहोस् या पश्चिम महाकालीमा जानुहोस्, पूर्व हिमालको ताप्लेजुङमा जानुहोस् या मधेसमा जानुहोस्, तपाईले आज म जुम्ली हुँ भनेर भन्नुभयो भने तपाईहरुलाई सकेसम्म एक कप चिया खाएर जानुहोस् भन्ने वातावरण सिर्जना भएको छ। त्यो नै हाम्रो चुनावमा तपाईहरुले मत हालेको सबैभन्दा ठुलो उपलब्धि हो भन्ने कुरा मलाई लाग्छ। पुनः आज हामी तपाईहरुमा आज आएका छौँ। तपाईहरुले हामीलाई 5 वर्षको लागि निर्वाचित गरेर पठाउनु भएको थियो, तर देशमा विषम परिस्थिति सिर्जना भयो। सिंहदरबार जस्ता कुनै ऐतिहासिक धरोहरहरू जले, काठमाडौँ जल्यो, जिन्जी आन्दोलन भयो, संसद विघटन भयो। अहिलेको अवस्था भनेको तरल अवस्था हो। तपाईहरुलाई धेरै कुरा बुझाइरहनु पर्दैन, तपाईहरु पढे लेखेको ठाउँको मान्छेहरु हुनुहुन्छ। अहिले कुन पार्टीले जित्ने, कुन पार्टीले हार्ने भन्ने कुरा होइन, हाम्रो देशै बच्छ कि बच्दैन भन्ने अवस्थामा हामी बुझिरहेका छौँ। यस्तो बेलामा तपाई हामीले राष्ट्रियतालाई मजबुत पार्न, राष्ट्रवादलाई दरिलो बनाउन, मुलुक जोगाउने उम्मेदवारहरू जो छन् ती उम्मेदवारहरूलाई तपाईँ हामीले छान्न सकेनौँ भने भोलि कुनै कालखण्डमा हाम्रो देश नेपाल भन्ने थियो भनेर भन्नुपर्ने भविष्यमा दिन आउन पनि सक्छ भन्ने चिन्ताले हामीलाई सताइराखेको छ। यस्तो बेलामा पुनः हामी तपाईहरुमा आज आएका छौँ। आज पनि म तपाईहरुलाई निवेदन गर्छु कि तपाईहरु कांग्रेस, एमाले, माओवादी त छैन के अरे होइन, अहिले सकियो, तारौं जुन पार्टीका भए पनि तपाईहरुले अहिले पार्टी भन्दा माथि उठिदिनुस् र राष्ट्रिय राजनीतिमा जुम्लालाई स्थापित गराउने युवा उम्मेदवार हाम्रो ज्ञानेन्द्र साईजी हुनुहुन्छ, उहाँलाई मतदान गरिदिनु हुन म पुनः तपाईहरुलाई आग्रह गर्न चाहन्छु। र अर्को कुरा, हामीले समानुपातिकको उम्मेदवार विपना नेपालीलाई ल्याएर आएका छौँ। विपनाको कुरा गर्दै गर्दा मैले केही कुरा तपाईहरुमा भन्नै पर्ने हुन्छ। म तपाईहरुकै दाजुभाइ खल्ललपाडाको मान्छे हुँ, कतिपय मेरा नातेदारहरू हुनुहुन्छ। म यो पार्टीको सहायक महामन्त्री छु, पार्टीमा केन्द्रीय अध्यक्षको सचिवालय हेर्छु। जुम्ला जिल्लाबाट समानुपातिकमा मेरो 1 नम्बरमा नाम सिफारिस भएर गएको थियो। मैले चाहेको भए मैले समानुपातिकमा बस्न मलाई कुनै समस्या थिएन, तर मलाई के लाग्यो भने म ब्राह्मणको छोरा हुँ, म भोलि चुनाव लडेर आउन पनि सक्छु, तर यो देशमा 24% 14% भन्दा बढी जुम्लामा चाहिँ दलित दाजुभाइहरू हुनुहुन्छ। हिजो दलित दाजुभाइको लागि मुक्ति मोर्चा गठन गर्नेहरू, हिजो दलितको उन्नति उत्थान गर्छौं भन्नेहरू, हिजो युद्ध लड्दाखेरि ती दाजुभाइ दलित दाजुभाइहरूलाई भारी बोकाउने र अग्रपन्थीमा लड्न पठाउनेहरूले आजसम्म जुम्लामा एउटा गाउँपालिकाको अध्यक्षको टिकटसम्म दिएन। र मेरै कुरा गर्नुहुन्छ भने मेरो गाउँपालिका, मेरो वडामा एकजना दलित दाजुभाइले टिकट पाएको थियो, सबै प्यानलै तिनीहरूको जित्यो, त्यही अध्यक्षले मात्रै हार्यो। किन हार्यो होला भन्नुहोस् त? उनीहरू कमजोर भए त अरू प्यानल नआउनु पर्ने। दलित उम्मेदवार भएको कारण आफ्नै दलित दाजुभाइलाई यिनीहरूले हराए। यस्तो ठाउँमा दलितलाई माथि पुर्याउन सकिएन भने जुम्लाका दलितहरूको आवाज संसदमा पुग्दैन भन्ने लागेर मैले मेरो नाम आफै काटेर मैले यो विपना नेपाली भन्ने नानीलाई चाहिँ समानुपातिकको बन्द सूचीमा, यो पनि पिछडिको क्षेत्रको दलित महिलाको 1 नम्बरमा नाम राखेर पठाए। र अहिले तपाईँ जुम्ली दाजुभाइहरूले न्याय गर्नुभयो, राम्रो भोट दिनुभयो र देशैभरको भोट राम्रो आयो भने अहिले निकै सम्भावना छ। म हुँदाखेरि 10% सम्भावना हुन्थ्यो भने यी हुँदा 70% सम्भावना छ जुम्लाले अहिले सांसद पाउने अवस्था छ।
केही गरी पुरुषलाई दिनुपर्छ कि भनेर बलबहादुर बस्याल भन्ने एकजना दलित भाइ हुनु खोलाको उहाँलाई पनि हामीले समानुपातिको बन्द सूचीमा राखेका छौँ। त्यसकारण हामीले क्षेत्रीय तर्फबाट पनि प्रतिनिधित्व चाहिन्छ भनेर हाम्रो युवा महत गाउँको जयन्त महतलाई अगाडि सारेका छौँ। 14-20 तर्फबाट पनि हामीले उम्मेदवार बनाएका छौँ। त्यसकारण तपाईँहरूले अहिले पार्टीभन्दा माथि उठेर मतदान गरिदिनुहोस्। र अर्को कुरा म तपाईँहरूले के निवेदन गर्न चाहन्छु भने अब अहिले घाँट छाउँदै आउँछु भन्छन्, एक ठाउँमा त छुवाइसकेको अहिले मैले मात्रै सुने एक ठाउँमा खसी काट्दैछन् किला गाउँपालिकाले। भोलि घाँट छाउने भनेर आउला, हामीका लटा छाउँदै भोट दिने हो कि होइन हो भनेर आउला। तपाईँहरूले त्यति बेला प्रश्न गरिदिनु होला, हिजो तपाईँहरूले के गर्नुभयो? हिजो तपाईँहरूले खडी खन्नुभयो कि भएन? हामीका लठा काट्नुभयो कि भएन? अहिले ती देउता चाहिने भए त तिमीहरूलाई भनेर प्रश्न गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। अस्ति म सिजा गएको थिएँ, एउटा मलाई सुनाइएको दुःखको कुरो म तपाईँहरूलाई सुनाउन चाहन्छु। उहाँहरूले हिजो के भन्नुभयो? पुरानो ध्वंस नयाँ निर्माण भन्नुभयो, पुरानोलाई सक्ने नयाँ निर्माण गर्ने भन्नुभयो। अझै नयाँ चिज कस्तो बनाउने भन्ने परिकल्पना पनि नगरिकन पुरानो चिज सिधै हाल्नुपर्छ भन्ने अभियान चलाउनु। अस्ति म सिङ्गामा गएको थिएँ, एउटा भाइ मेरै उमेरको तर 2 वर्षले कान्छो भाइले भन्नु छ, रोकाया थरको एकजना भाइ हुनुहुन्थ्यो। आजभन्दा 20 वर्ष पहिला उहाँले भर्खरै बिए गर्नुभएको छ। बिए गरेपछि श्रीमतीलाई नाकमा पुकी बनाइदिनलाई उहाँले इन्डियामा गएर बालुवा बोकेर 4 लाल कि 5 लाल कति सुन ल्याएर आउनुभएको रहेछ। श्रीमतीलाई अहिले साल बिहे गरे, नयाँ दुलहीलाई चाहिँ फुली त बनाइदिनु पर्यो भनेर सुन ल्याएर आएँ गुरु भनेर मलाई भन्नुभयो। वैशाखको पहिलो लाग्यो, देउता धामी बटुरे, ए मलाई के ल्याइकन आइस भन्दाखेरि केही ल्याएको छैन, अब चाहिँ श्रीमतीलाई फुलिहाल्दैनँ भने ल्याएर सुन थियो नारायण गोसाई, नारायणका गठाबुढो पुत्नलाई सुत बनाउनलाई केही दिउँला भनेर त्यो सुन देउतालाई दिएँ। सुत बनाएर देउताको लठामा राखेँ। 2 वर्ष पछाडि त्यही मेरो पल्ला हेरा मान्छे गएर त्यो लठो मात्रै काटेर लिएन, त्यो सुत बुथ्या सुत पनि लिएर आफ्नै श्रीमतीलाई फुलिहाल्यो। हजुर यही रहेछ पुरानो ध्वंस नयाँ निर्माण भनेको भनेर भन्दै। अब ती मान्छेहरू अहिले देउता थान गइरहेका छन्, धामी पतुरी आशीर्वाद मागिरहेका छन्। तपाईँहरूले सचेत रहनुहोस्। यो बेला तपाईँहरूले पार्टीभन्दा माथि उठेर मतदान गर्नुहोस्। कसैका देउता लाग्दैन। देउता त हामी धर्म मान्ने हिन्दू राष्ट्र चाहियो भन्ने पार्टीका मान्छेलाई सपोर्ट नगरेर मन्दिरमा किसा फेर्नुपर्छ भन्नेहरूलाई देउताले समर्थन गर्छन् त माफी उठ्नु। र अर्को कुरा, पैसाले खरिद गर्न आउलान्, यो ठाउँमा त आउलान् जस्तो लाग्दैन, किन यहाँबाट लखेर पठाइहाल्छन् पैसा ल्याएर आयो भने। तै पनि ल्यायो भने पनि त्यो पैसा भनेको उनीहरूको आफ्नो श्रीमतीको घर गहना बेचेर, बाउबाजेको घर घडेरी बेचेर ल्याएको पैसा होइन। त्यो पैसा भनेको हिजो जनताले तिरेको कर विभिन्न बहानामा भ्रष्टाचार गरेर सङ्कलन गरेको पैसा हो। त्यो पैसा खाइदिनुहोस्, भोट पनि नदिनुहोस्, पत्ता साफ गरेर अगाडि बढाइदिनुहोस् भन्ने कुरा म निवेदन गर्न चाहन्छु। लामो भाषण नगरौँ, माननीय उम्मेदवारहरू हामी माझ हुनुहुन्छ।